हेलो सबैलाई नमस्कार। तपाईलाई स्वागत गर्न चाहन्छु मेरो यो छोटो 5K भ्लगमा। र आज चाहिँ म 1% ट्राइबद्वारा आयोजित 5K रन फर फन प्रोग्राममा चाहिँ म उपस्थित भएको छु। पानीको कारणले गर्दाखेरि 160 हुनुपर्नेमा चाहिँ हामी चाहिँ एकदमै थोरै मात्र उपस्थित भएको थियो सुरुमा। पछि बिस्तारै अरूहरू पनि जोडिँदै आउनुभयो। 7 बजे सुरु हुने रनिङ चाहिँ पानीको कारणले गर्दाखेरि चाहिँ हामीले 8 बजे सुरु गऱ्यौँ। उहाँ हाम्रो सर पनि आउनुभएको रहेछ, एकदम खुसी लाग्यो उहाँलाई भेट्दा पाउँदाखेरि। र सम्पूर्ण रनिङ गर्ने रनरहरू आइसकेपछि हामी चाहिँ रनिङको लागि चाहिँ लाइनअपमा बस्यौँ। हाम्रो रनिङ चाहिँ क्याफे जोयबाट स्टार्ट भएर पुनः क्याफे जोयमै फिनिस रहेको थियो। म फेरि कतिखेर सुरु हुन्छ होला भनेर एकदमै एक्साइटेड भएर बसिरहेको थियो। र हेर्दै अब बिस्तारै हाम्रो रनिङ पनि सुरु हुन लाग्यो। मेरो छेउमा एउटा चाहिँ खतरा भाइ थियो होइन, त्यो भाइले चाहिँ मलाई हिडन ट्यालेन्ट देखाइदियो क्या आफ्नो है। यो भाइले हेर्नु चाहिँ अब उसँग भएको हिडन ट्यालेन्ट देखाइदिनुहुन्छ अब हेर कस्तो लाग्यो तपाईँहरूलाई प्लिज कमेन्ट गर्नु होला है त। सुरु अरे सुरु यसरी भाग्यो ल। तपाईँ त सिधा भाग्नु हुँदो रहेछ त। तपाईँ कसरी भाग्यो तपाईँ? अलि भाग्नु न। भन्छ सकिन्न अब तपाईँसँग। स्टार्टिङमा कस्तो पानीको खल्लन्छौँ आए अगाडि चाहिँ कफी बक्स भाइ पनि छ है, खतरा दौड्छ। सुरुमा त पुरै 5K रनिङ गरेको भिडियो सुट गर्छु भनेर प्लानिङ गरिरहेको थियो। तर 1 किलोमिटर पछि चाहिँ सबैले मलाई छोड्दै गयो, ओभरटेक गर्दै गयो। हेर्छु टाढा हुँदै गयो, म त पछि हुँदै गएँ। त्यसपछि त भिडियो सिडियो गोली मार्दे रन फर फन भन्ने पनि थियो, त्यसलाई पनि साइड लगाइदे भनेर भिडियो सिडियो अफ गरेँ। त्यसपछि म पनि कुद्न थालेँ। यो चाहिँ रनिङ कम्प्लिट गरेपछिको हो। र मैले चाहिँ लगभग अन्डर 25 भित्र चाहिँ मैले 5K कम्प्लिट गरेँ। यतिखेर त मेरो त पुरा धुवा त सबै निस्केको थियो नि मेरो त। ओहो प्रसाद गुरुङ दाइ ल मेरो पुग्नु भयो दाइ। लेट्स गो 5 किलोमिटर भन्छ। हाम्रो सर हुनुहुन्छ है, म अन्त राम्रो दौडिनुहुन्छ। उहाँ चाहिँ धेरै खतरा। स्टार्टिङमा त दियो नि, स्टार्टिङमा त खतरा दिनु भयो नि त उहाँले। म त भेट्नै सकिनँ उहाँलाई है होइन। म जस्तो भाइ हेर्ने गाइज, म जस्तो हेर्ने सेम हेरेँ म देखाउँछु है। बिटु म जस्तो छैन त ल कमेन्ट गरिदिनु है, म जस्तो छैन। एउटा भाइ हुन्छ, भाइको साथी होइन। भाइको नाम आशिष गुरुङ। ओके, मेरो चाहिँ मिल प्रसाद गुरुङ है। हो क्या हो दाजु, हो क्या हामी यता चाहिँ सौगात मगर। ओके ल, भाइलाई पनि धेरै बधाई, दुवैजना धेरै बधाई छ। सायद हामीभन्दा अगाडि आयो होला है उहाँहरू, त्यस्तो लाग्छ।
हजुर म फर्स्ट हो ल फर्स्ट ल हजुर 25 तिर हान्ने होला अझै अगाडि हान्नै पाएन कि अर्थात् जितेर ल है उहाँ चाहिँ हाम्रो यो आजको 5K को फर्स्ट म्यान है ल अनि यो चाहिँ यता भाइ चाहिँ फोर्थ म 40 फोर्थ है टप 4 ल 150 मा फर्स्ट हुनु र टप 4 हुनु चाहिँ धेरै ठुलो कुरा है हामी त लद्दु अब हामी चाहिँ पछि पछि आयौँ खासै खानु मन त छैन अलिअलि तपाईँलाई धेरै जोस आएको धेरै त बुढा त उहाँ आउँदै अनि मेरो स्टार्टिङै त्यही हो क्या स्टार्टिङमा त बुढा त कति टाढा छोडिदिएको होइन मेरो त्यो भन्दा एउटै पेसमा दौडियो क्या त्योभन्दा दौडी सक्दिनँ म फेरि बुझ्नु होइन यहाँ तपाईँको पछि त फक्सन निस्केको जस्तो हो मेरो त तपाईँ पछि तान्नु भयो म चाहिँ त्यही कन्टिन्यू हो सुरुबाट त्यही 6 भन्दा तल थियो सक्दिनँ अनि 5-4 खानु नाच्ने भने अब हजुर नाच्ने भने होइन के छ अरे गेम छ अरे कि भ्याटबाट लकी ड्र के छ अरे कि एकैछिन बसौँ गएर 9 वर्षमा निस्किनु के हो त कति वर्ष यही बेला फेरि पानी पनि एकदम ठुलो पऱ्यो है त्यो भएको भएर नि हामी अब घर जान सकेनौँ अब त्यहाँ बाहिर भने चाहिँ एकदम डिजे भइरहेको थियो डिजेमा सबै रनर्सहरू चाहिँ एकदमै झुमिराख्नु भएको थियो इन्जोय गरिराख्नु भएको थियो रमाइलो गर्दै हुनुहुन्थ्यो उहाँहरू होइन अनि एकदमै रमाइलो भयो आजको यो 5K रनिङ अब उहाँहरूले फोटोहरू पनि खिच्नु भएको छ पक्कै पनि त्यो फोटोहरू टिकटकहरूमा अब आउने नै छ त्यसपछि हेर्दै हेर्दै अब 10:30 पनि हुँदै गयो त्यसपछि त पानी पनि बिस्तारै रोकिँदै गयो त्यसपछि हामी चाहिँ अब त्यो लकी ड्र प्रोग्रामहरू केही पनि नहेरिकन चाहिँ हामी चाहिँ सर र म चाहिँ बिस्तारै गफ गर्दै त्यहाँबाट लाग्यौँ